Hello students, it's me Neeraj here and today I'm here to derive mirror formula of class 11. Okay? Class 11 मा जुन optics च्याप्टर छ र त्यसमा मिरर फर्मुलाहरू छ, कन्भेक्स मिररको फर्मुला छ, कन्केभ मिररको फर्मुला छ, कन्केभमा तपाईलाई रियल इमेजको फर्मुला पनि छ र भर्चुअल इमेजको फर्मुला पनि छ हैन। आज म चाहिँ रियल इमेजको फर्मुला डिराइभ गर्न जाँदैछु हैन। तपाईहरु हेर्नुस् यो भिडियोमा यो कन्केभ मिररको सिम्पल वेले म तपाईहरुलाई सिकाइदिन्छु डिराइभ गर्नको लागि हो। यो धेरै स्टुडेन्ट्सलाई यो गाह्रो लाग्छ तर गाह्रो चाहिँ छैन, यो सिम्पल कुरा हो हैन। पढ्नुहुन्छ भने पढ्ने बेलामा मलाई पनि गाह्रो लाग्थ्यो तर पछि पढ्दै जाँदाखेरि सजिलो त लागिहाल्यो हैन। अब हेर्नुस् म तपाईलाई यसमा कन्सेप्ट के हुनुपर्छ भने सिमिलर ट्रायंगलहरु जुन हुन्छ नि, ट्रायंगलको टाइप्स जुन पढ्नु भएको छ तपाईहरु 8 देखि 10 सम्ममा हैन, त्यो ट्रायंगलको चाहिँ कन्सेप्ट हुनुपर्छ। अनि चाहिँ यो तपाईहरु पढ्नु भएको होला, त्यो त म अहिले एक्सप्लेन गर्दिन हैन। क्लासमा तपाईहरुलाई पढाइ भएको होला कि प्रिन्सिपल एक्सिस कुन हो, सेन्टर अफ कर्वेचर कुन हो, अनि प्रिन्सिपल पोल कुन हो, अब्जेक्ट इमेजहरु सब कुरा तपाईहरुले एउटा के भन्छ लेख्नु भएको होला हैन, टर्मिनोलोजीमा हैन, टर्म्सहरु एक्सप्लेन गर्दाखेरि त्यो लेख्नु भएको होला। अब यसमा हेर्नुस् म यो सुरु गर्न चाहन्छु। म यहाँ चाहिँ कन्केभ मिरर लिए ल, कन्केभ मिरर एक्स वाई कन्केभ मिरर लिए। कुन मिरर लिए? एक्स वाई कन्केभ मिरर लिए। हेर्नुस् कन्केभ मिररमा कुन पार्ट साइडेड हुन्छ? यहाँ हेर्नुस् यो पार्ट साइडेड हुन्छ हैन। यो भयो कन्केभ मिरर एक्स वाई मिरर है। अब यसमा तपाईहरुले हेर्नुस् त यहाँ प्रिन्सिपल एक्सिस थाहा होला, प्रिन्सिपल एक्सिस यो प्रिन्सिपल पोल भयो, यसमा चाहिँ प्रिन्सिपल फोकस भयो, यो चाहिँ सेन्टर अफ कर्वेचर भयो। अब यसमा हेर्नु यो रियल इमेज प्रुभ गर्दाखेरि, रियल इमेज डिराइभ गर्दाखेरि यसमा हामीले अब अब्जेक्ट राख्नु पर्छ। अब्जेक्ट राख्छौं अनि न इमेज फर्म हुन्छ, बिना अब्जेक्टको इमेज फर्म हुन्छ त हुँदैन। त यो फर्मुला प्रुभ गर्दाखेरि हामी इमेज त्यो अब्जेक्ट जुन छ अब्जेक्ट कहाँ राख्ने त त्यो कुरा हुनुपर्छ। यसमा टर्महरु केही बुझ्नु पर्छ। यसमा हेर्नुस् त इमेज म राख्छु कहाँ? बियोन्ड द व्हाट? प्रिन्सिपल फोकस, अथवा म भन्न सक्छु बिट्विन सेन्टर अफ कर्वेचर एन्ड प्रिन्सिपल फोकस म अब्जेक्ट यहाँ राख्छु। हेर्नुस् है, म यहाँ अब्जेक्ट एबी अब्जेक्ट राखे है, यो एबी अब्जेक्ट राखे। एबी यो फिगर हेर्नु सेम फिगर छ यहाँ, म अलिक फिगरलाई ठुलो गरेर हेराउँदैछु हैन। अनि हेर्नुस् यो जुन छ अब रिफ्लेक्ट हुँदाखेरि, यो इन्सिडेन्ट हुँदाखेरि, यसरी इन्सिडेन्ट हुँदाखेरि अब यो कहाँबाट हुन्छ त? पास रिफ्लेक्ट हुन्छ प्रिन्सिपल फोकसबाट हुन्छ कि हुँदैन? यो प्रिन्सिपल फोकसबाट भयो। हेर्नुस् यो जुन छ बीएम रे, यसलाई भनौं बीएम रे, बीएम रे, यो रे कुन भयो? बीएम। यो चाहिँ ग्लासमा कन्केभ मिररमा इन्सिडेन्ट हुँदाखेरि रिफ्लेक्ट भयो केबाट त? प्रिन्सिपल फोकसबाट रिफ्लेक्ट भयो। फेरि एउटा यहाँबाट एउटा रे आयो, के भन्छ यहाँ एन भनौँ, यहाँ एन नजिक है, एनबाट आयो अनि यो रिफ्लेक्ट भयो, फेरि यहाँबाट रिफ्लेक्ट भयो यसरी। सरी एक ड्रइङमा कमजोर हैन। अनि हामीलाई के थाहा छ? यो रिफ्लेक्टेड हैन। ल हामीलाई के थाहा छ कि इमेज कहाँ फर्म हुन्छ? जहाँ दुईवटा प्यारलल लाइन जुन छ, प्यारलल रे जुन मिट हुन्छ त्यहाँ इमेज फर्म हुन्छ हो कि हैन? इमेज जहाँ मिट हुन्छ के हुन्छ? मिट हुन्छ, त्यहाँ न इमेज फर्म हुन्छ। त हेर्नुस् यो मिट भएको छ भने इमेज यहाँ फर्म हुन्छ। अब यसको नेचर के हुन्छ? यो इमेजको नेचर के हुन्छ? रियल हुन्छ, इन्भर्टेड हुन्छ र म्याग्निफाइड हुन्छ। रियल भनेको थाहा छ, वास्तविक फिगर त्यही हुन्छ। इन्भर्टेड भनेको थाहा होला नि, उल्टो। जस्तै यो मार्कर छ अहिले हैन, यो उल्टो छ नि। अब यो यसरी भयो भने इन्भर्ट भएको भएन। भनेपछि कन्केभ मिररमा यदि इमेज सेन्टरमा राख्दाखेरि है, के रे सेन्टर अफ कर्वेचर र प्रिन्सिपल फोकसको बीचमा राख्नुहुन्छ भने इमेज कस्तो फर्म हुन्छ? अब्जेक्ट यदि यस्तो छ भने इमेज फर्म हुँदा यस्तो देख्छौं हामी। हेर्नुस् तल प्रिन्सिपल एक्सिसको तल यहाँ हेर्दैछौँ, यो इमेज जुन छ यहाँ आयो, बी ड्यास अनि ए ड्यास। हेर्नुस् यो इमेज यहाँ आयो, यहाँ फर्म भयो। र म्याग्निफाइड भनेको वास्तविक भन्दा ठुलो। म्याग्निफाइड भनेको के हो? वास्तविक भन्दा के ठुलो। कुरा बुझ्नु भयो? यसको नेचर के भयो? इमेजको रियल इमेजमा हामी प्रुभ गर्दैछौँ, रियल इमेजको लागि हामी डिराइभ गर्छौँ। रियल इन्भर्टेड यस्तो छ अनि यस्तो भयो भने इन्भर्टेड
र म्याग्निफाइड भनेपछि ठुलो देख्छौँ हामी, दृश्य कस्तो देख्छौँ त, इमेज कस्तो देख्छौँ हामी, ठुलो देख्छौँ है, वास्तविक भन्दा चाहिँ ठुलो देख्छौँ, म्याग्निफाइड भयो ल। अब हेर्नुहोस् यो भयो तपाईँको, अनि यो एक्सवाई त ग्लास हो होइन, अनि यो सेन्टर अफ कर्भेचर भयो, प्रिन्सिपल फोकस भयो। अब यसमा केही टर्महरू हामीलाई बुझ्नुपर्छ है। अब यहाँ एउटा हामी परपेन्डिकुलर ड्रो गरौँ ल, परपेन्डिकुलर ड्रो गरौँ, एमएन परपेन्डिकुलर ड्रो गरौँ। अब यसमा हेर्नुहोस् त, हियर म यसमा ल्याङ्ग्वेज चाहिँ लेखिनँ होइन, धेरै यसमा प्रुभ गरेर लेट अस कन्सिडर अ स्मल एपर्चर अफ कन्केभ मिरर के अरे लेट्स अस टेक एन अब्जेक्ट एबी होइन। अब त्यो तपाईँहरू ल्याङ्ग्वेज लेख्नु होला होइन, भएन भने मलाई चाहिँ कमेन्ट गरिदिनु होला, म ल्याङ्ग्वेज लेखेर चाहिँ पठाइदिन्छु ल। व्हाट्सएप नम्बर थाहा होला 9828714146 ल। हेर्नुहोस् अब यसमा हेर्नु है, सबभन्दा पहिला अब हामीले यसमा केही कुराहरू बुझ्नुपर्छ, अब्जेक्ट डिस्टेन्स बुझ्नुपर्छ, इमेज डिस्टेन्स बुझ्नुपर्छ, अनि के भन्छ हाइट बुझ्नुपर्छ, इमेजको हाइट बुझ्नुपर्छ, अब्जेक्टको हाइट बुझ्नुपर्छ, फोकल लेन्थ मिररको फोकल लेन्थ बुझ्नुपर्छ। त्यसमा हेर्नुहोस् यो एपी जुन छ, यो एपी के हो त, यो टर्महरू बुझिराख्नु है। एपी इज इक्वल टु यु, एपी इज इक्वल टु के भयो, यु भयो। यसलाई हामी के भन्छौँ, अब्जेक्ट डिस्टेन्स भन्छौँ है, अब्जेक्ट डिस्टेन्स। हेर्नुहोस् अब्जेक्ट डिस्टेन्स मतलब बुझ्नुभयो नि, अब्जेक्टदेखि जहाँ हामी अब्जेक्ट राखेछौँ त्यहाँदेखि पोलसम्मको डिस्टेन्सले हामी के भन्छौँ, अब्जेक्ट डिस्टेन्स है। जस्तै म यहाँ छु र त्यो वाल जुन छ त्यो एउटा के भयो त, पोल भयो हो। त म अब्जेक्ट भयो भने मदेखि त्यो वालसम्मको जो डिस्टेन्स छ त्यो डिस्टेन्सले हामी के भन्छौँ, अब्जेक्ट डिस्टेन्स है। त्यस्तै यहाँ हेर्नुहोस् त, यो अब्जेक्ट म राखेको छु, यो अब्जेक्टदेखि यो पोलसम्मको डिस्टेन्सले हामी के भन्छौँ, अब्जेक्ट डिस्टेन्स। यसलाई केले जनाउँछ त हामी, यु लिएर आउँछ है, युले देखाउँछौँ ल। अब इमेज डिस्टेन्स, इमेज डिस्टेन्स ए ड्यासदेखि पी, ए ड्यास पी, यसलाई भी भनौँ, यो के भइहाल्छ त, इमेज डिस्टेन्स है। अब तपाईँहरू कुरा एउटा न्युमेरिकलहरू आउँदाखेरि तपाईँहरू कन्फ्युज नहुनु, यो यु भनेको के भयो, अब्जेक्ट डिस्टेन्स, यहाँ भी भनेको के भयो, इमेज डिस्टेन्स भयो है ल। ए र बी भयो, ए र बी भयो के एचओ, यसलाई एचओ। यो भयो तपाईँको के हाइट, के को हाइट, हाइट अथवा साइज अफ इमेज, सरी अब्जेक्ट, अब्जेक्ट एबी। यो एबी जुन छ, यो एबी त्यो के को हाइट हो त, एबी के को हाइट हो, अब्जेक्टको हाइट हो नि। अनि यसमा हेर्नुहोस् ए ड्यास बी ड्यास, एच यहाँ आई दिनुहोस् है, एचओ भनेको अब्जेक्ट र एच आई भनेको के इमेज भनेपछि यहाँ के भइहाल्छ, हाइट र साइज अफ इमेज, इमेज। अनि एफ र पी, यो एफ र पी जुन छ यसलाई हामी यो एफले यसमा लेफले जनाऊ हैन। यो एफ के भयो, फोकल लेन्थ, फोकल लेन्थ अफ मिरर। क्लियर देखिरहेछ नि, राइटिङ बुझिन्छ नि। लो रोशन सर हेर्नुहोस् त, राइटिङ बुझिरहेछ कि राइटिङलाई म्याग्निफाई गर्नुपर्छ, हेर्दिनुहोस् त होइन, म्याग्निफाई ठुलो भन्नु र होइन, ठिक छ नि, देखिन्छ नि। हेर्नुहोस् त म के भने, अब्जेक्टदेखि पोलसम्मको डिस्टेन्सलाई हामी कुन डिस्टेन्स भन्छौँ, अब्जेक्ट डिस्टेन्स भन्छौँ ल। अनि इमेजदेखि पोलसम्मको डिस्टेन्सलाई हामी कुन डिस्टेन्स भन्छौँ, कुन डिस्टेन्स भन्छौँ, इमेज डिस्टेन्स। र यो जुन हाइट छ, यो एबी जुन हाइट, यो एबी त अब्जेक्ट हो नि, एबी के हो, अब्जेक्ट हो। र यो एबीलाई हामी के को के अरे एबीको हाइटलाई हामी कसरी जनायो त, एबी इज इक्वल टु एचओ भनेको अब्जेक्ट, हाइट अफ अब्जेक्ट है। अनि ए ड्यास बी ड्यास एच आई, हाइट अफ इमेज। र एफ पी जुन छ हेर्नुहोस्, एफदेखि र पी को जुन डिस्टेन्स छ यसलाई हामी भन्छौँ फोकल लेन्थ, के भन्छौँ, फोकल लेन्थ अफ वाट, मिरर भन्छौँ ल। यो कुराहरू तपाईँहरू नोट गर्नु, अहिलेसम्म भनेको जुन छु यो नोट गर्नुहोस् है। अब बुकमा पनि अलिक फिगरहरू तपाईँहरू अब्जर्भ गर्नुहोस्, अनि हेर्नुहोस् यहाँ के कसो यस्तो मतलब फिगर अलिक राम्रो भएको छैन जस्तो लाग्यो मलाई होइन। त्यही पनि एकपल्ट हेर्नु होला तपाईँहरू बुकमा, अनि क्लियरली बुझ्नुहुन्छ। अनि यहाँ एमएन जुन छ त्यो पर्पेन्डिकुलर ड्र के अरे पर्पेन्डिकुलर ड्र गरेको हो, यो प्रिन्सिपल पोल भयो, थाहा छ पोल भयो होइन, सेन्टर अफ कर्वेचर प्रिन्सिपल फोकस। तपाईँहरू यति याद राख्नु, हामीलाई अब्जेक्ट कहाँ राख्नु छ त,
बिट्विन सेन्टर अफ कर्वेचर एन्ड प्रिन्सिपल फोकस राख्नु है। अब हेर्नुहोस् एपी के भइहाल्यो अब्जेक्ट डिस्टेन्स, फेरिदेखि भन्नु पर्दैन, त्यो सारिहाल्नुहोस् होइन, किनभने यो जुन छ त्यो रेकर्डेड क्लास हो र रेकर्डेड क्लासमा ब्याक गर्न सकिन्छ भने किनभने रिपिट गरिराख्नु होइन, स्कुलमा गर्ने आदत छ नि त, त्यही भएर रिपिट गरिराख्छु। सो लेख्नुहोस् त, छिटो छिटो लेख्नुहोस् त, अब लेखिहाल्नुहुन्छ होइन। ल ठिक छ, त्यसो भए यो म हेर्छु है। अब हामी प्रुफ गर्नतिर जाउँ है। अब यति कुरा चाहिँ याद राख्नु है। अब हामीलाई के गर्नु छ, इन द फिगर अब हेर्नुहोस् यो फिगरमा के अब्जर्भ गर्नु छ हामीलाई। अब यसमा हेर्नुहोस् त, तपाईहरुलाई ट्रायंगल देखिराख्नु भएको छ है। यो एउटा हुन्छ एबी र पी ट्रायंगल है, एबी र पी सरी बीएपी ट्रायंगल, बीएपी ट्रायंगल देखिराख्नु भएको छ। अनि बी डैश ए डैश पी ट्रायंगल देखिराख्नु भएको छ। यो ट्रायंगल जुन छ सिमिलर ट्रायंगल्स हो। सिमिलर ट्रायंगल्स कसरी हो, अब एउटा कुरा मलाई भन्नु, म किन भने तपाईहरुलाई 8 क्लासको 9 क्लासको कन्सेप्ट त्यहाँ हुनुपर्छ। तपाईहरु ट्रायंगल्सको टाइप पढ्दाखेरि सिमिलर ट्रायंगल्सहरु पढ्नु भयो। त सिमिलर कस्तो ट्रायंगल हुन्छ, एउटा साइड एंगल साइड 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 एंगल 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 साइड एंगल वाला त्यो टाइप्सहरु पढ्नु भएको छ भनेपछि यहाँ कसरी यो सिमिलर ट्रायंगल छ हेर्नुस् है। यो ट्रायंगल इन द फिगर ट्रायंगल BAP and triangle B dash A dash P are similar triangles है। हेर्नुस् इन द फिगर, हेर्नुस् यो फिगरमा यहाँ देखाउँछु, यहाँ होइन यसमा देखाउ भने कोडिन्छ होइन, फेरि मलाई यसमा काम लाग्छ अहिले तपाईहरुलाई बुझाउनको लागि। यसमा हेर्नुस् यो एंगल बीएपी ट्रायंगल हो नि एउटा, बीएपी बा आफ्नो भन्नु है, बीएपी भन्नु ल। ट्रायंगल बीएपी एन्ड ट्रायंगल बी डैश ए डैश पी जुन छ त्यो के भयो त, सिमिलर ट्रायंगल भयो। अब कसरी ट्रायंगल सिमिलर ट्रायंगल कसरी भयो हेर्नुस् है। यसमा हेर्नुस् म यहाँ लेखिदिन्छु, एंगल BAP is equal to angle B dash A dash P is equal to 90 डिग्री छ। 90 डिग्री हेर्नुस् त, 90 डिग्री छ कतै 90 डिग्री कि छैन हेर्नुस् त। यो एंगल जुन छ यो एंगल परपेंडिकुलर टु प्रिन्सिपल एक्सिस छ कि छैन, इट इज एंगल यो BAP is perpendicular to principal axis, yes हो कि न, परपेंडिकुलर चाहिँ 90 डिग्री छ नि छ। अनि यसमा हेर्नुस् है ट्रायंगल कहाँ गयो, बी डैश ए डैश पी। अब यो जुन छ यो पनि त प्रिन्सिपल एक्सिस सँग परपेंडिकुलर छ भने 90 डिग्री छैन भनेपछि यो एंगल एंगलबाट ल लागेन। यहाँ सिमिलर ट्रायंगलमा एंगल एंगल मिल्दो छ भने सिमिलर ट्रायंगल हैन त, हो कि 8 9 मा हामीले पढेका थियौं, साइड एंगल साइड 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 एंगल वाला त्यो सिमिलर पढेका थियौं नि, हो त्यही हो। यहाँ हेर्दै गर्नुस् है। अनि एउटा अझै छ यसमा एंगल BPA is equal to एंगल B dash PA dash। यो किन इक्वल छ भनेपछि एंगल अफ इंसिडेंट इज इक्वल टू एंगल अफ रिफ्लेक्टेड त्यो थाहा छैन त, हो कि एंगल अफ इंसिडेंस एंड एंगल अफ रिफ्लेक्शन यो इक्वल हुन्छ नि, हो त्यसको कारण हो है। कुरा बुझ्नु भयो किन हो, बुझ्नु भयो नि हो। because AB and AB dash are perpendicular to the principal axis, because and language only AB and A dash B dash both are perpendicular to the principal axis। हेर्नुस् ल अब यसमा हेर्नुस् एंगल अफ
इन्सिडेन्स इज इक्वल टु एंगल अफ रिफ्लेक्सन ल BAP is equal to B dash A dash P is equal to 90 degree because AB and A dash B dash both are perpendicular to the principal axis. Okay ना? अब इसमें BPA B dash P dash है. Angle of incidence is equal to angle of reflection मा यो लो मा आइहाल्यो. हो? अब यो आयो भने अब सिमिलर ट्रायंगल हुँदाखेरि के भन्छ साइड्स एंगलहरु जब इक्वल छ भने त्यसको साइड्स के हुन्छ त प्रोपोर्शनल हुन्छ है साइड के हुन्छ प्रोपोर्शनल हुन्छ हैन त्यसो भए अब हामी त्यसमा हेर्नुस् न since two corresponding angles are equal by the AA similarity criterion है के को क्राइटेरिया छ यसमा के को क्राइटेरिया द्वारा यो सिमिलर भयो त के को क्राइटेरिया द्वारा हेर्नुस् ट्रायंगल के रे सरी एंगल र एंगल सेम छ नि एंगल र एंगल इक्वल छ 90 डिग्री यहाँ हेर्यो भनेपछि एंगल सिमिलरिटी क्राइटेरियाले फलो गर्यो है अब हेर्नुस् एंगल सिमिलरिटी छ भने अब हामी त्यसको साइड्सलाई प्रोपोर्शनल अब देखाउँछौ है त हेर्नुस् यो कुन ट्रायंगल तपाई यसमा चिन्नु भयो नि सबभन्दा पहिला कुरा हेर्नुस् A ड्याश के रे B ड्याश A ड्याश र P एउटा ट्रायंगल भयो यहाँ A B र P भनेपछि यो एउटा ट्रायंगल भयो अनि यो यसरी एउटा ट्रायंगल भयो अब हेर्नुस् साइडको प्रोपोर्सन निकाल्नु B ड्याश A ड्याश बाइ A र B BA AB जे लेखौँ AB लेखौँ ल नत्र A ड्याश B ड्याश A ड्याश B ड्याश A र B लेखौँ है अब अर्को साइड के छ अर्को साइड हेर्नु A ड्याश P ड्याश सरी A ड्याश P अनि तलमा के भइहाल्छ यो A र यो P मतलब यो A ड्याश P अपन A र P आयो अब यसमा हेर्नुस् त therefore A dash B dash by AB is equal to A dash P हामीले के लेखेका थियौ अघि जुन त मैले त्यो अघि हेराको थिए नि कि AP ऑब्जेक्ट डिस्टेंस अनि A dash P के रे कुन डिस्टेंस भनेको कि इमेज डिस्टेंसहरु लेख्नु भएको थियो नि हो अब यसमा हेर्नुस् म अहिले मेरो व्हाइट बोर्ड सानो भएको बेला हैन अब यहाँ फेरि यो A dash र P यो A dash र यो P जुन देखिराख्नु भएको छ यो A dash र यो P यो के भयो त इमेज डिस्टेंस भयो र इमेज डिस्टेंसलाई मैले के डिनोट गरेको थिए V भनेपछि यो A dash P को ठाउँमा म V राख्छु अनि तल हेर्नुस् है तल अब हेर्नुस् त के छ AP यो A र यो P कुन डिस्टेंस छ त ऑब्जेक्ट डिस्टेंस हो जसले हामी केले डिनोट गरेका थियौ U ले है यो के भइहाल्छ V by U भइहाल्छ यसलाई इक्वेसन 1 मानौं कुरा बुझ्नु भयो यसलाई इक्वेसन 1 मानौं ल यति सार्नुस् त तपाईहरु यति हेर्नुस् त केही समस्या छ यसमा केही समस्या छैन होला एकपल्ट अझै रिपिट गर्नु के गर्नु रिपिट गर्दिन किनभने भिडियो तपाईहरु ब्याक गरेर देख्न सक्नुहुन्छ हैन छिटो गर्नुस् त 1 2 3 4 5 ल अब तपाईहरु लेखिहाल्नुहुन्छ अब एउटा अझै ट्रायंगल छ यसमा त्यो ट्रायंगलको पनि अब हामी हेर्छौं ल सिमिलरली यहाँ के छ एउटा अर्को सेममा लेखिदेऊ न हामी के छ र B dash A dash F ल B dash A dash र F एउटा आयो है B dash A dash F and triangle M N र F यो एंगल पनि के छ त के यो ट्रायंगल पनि के छ सिमिलर छ सिमिलर एज प्रिभियस जुन पहिलाको थियो नि त्यसरी नै यो पनि के छ सिमिलर ट्रायंगल हो हेर्नुस् है के भनेको थिए म B dash A dash र F यो ट्रायंगल भयो एउटा हैन यो B dash A dash त्यसरी क्या B dash A dash अनि F एउटा ट्रायंगल भयो एउटा के भने म M यो N जुन यो परपेन्डिकुलर हामी ड्रा गरेका छौं नि अघि
यो एन अनि यो एफ हेर्नुहोस् त यो किन यसमा हेर्नुहोस् त ए ड्यास र बी ड्यास पनि परपेन्डिकुलर छ यो प्रिन्सिपल फोकससँग छ नि परपेन्डिकुलर छ नि अनि यसमा हेर्नुहोस् यो एम र एन पनि के छ त परपेन्डिकुलर छ भनेपछि यो पनि के भयो त तपाईँको सिमिलर ट्रायंगल भयो सो हामी जसरी पहिला लेखेका थियौँ त्यसरी नै यसमा हेर्नुहोस् ए ड्यास बी ड्यास बाई एमएन ए ड्यास बी ड्यास बाई यो एम र एन यो साइडको प्रोपोर्सन निकाल्दैछौँ नि त हामी हो कि सिमिलर ट्रायंगलमा यस्तै गर्छौँ नि अब हेर्नुहोस् अर्को छ ए ड्यास एफ र ए ड्यास एफ हेर्नुहोस् है ए ड्यास एफ र एउटा अझै कुन आउँछ भने एफ र एन आउँछ है यो एफ र एन फिगरमा हेर्नुहोस् है फिगरमा हेर्नुहोस् साइड ट्रायंगलको साइड कुन छ एउटा हेर्नुहोस् ए ड्यास एफ आयो एउटा साइड अनि एउटा कुन साइड है एफ र यो एन साइड आयो है ट्रायंगल के हो नि ट्रायंगल तपाईँ चिनिहाल्नुहोस् न पहिला यसमा बी ड्यास ए ड्यास अनि एफ आयो भनेपछि एउटा साइड यहाँदेखि ए ड्यासदेखि एफसम्म भयो अनि अर्को ट्रायंगल के छ एम एन एफ भनेपछि यसको एउटा यो साइड भएको भएन भयो नि एउटा सिमिलर साइड भयो नि ल यसको प्रोपोर्सनल निकाल्नुहोस् यसमा अब हामीले यसमा के गर्नुपर्छ त्यो हेरौँ है here mn is equal to ab and यो mn is equal to के छ ab यो mn केसँग इक्वल छ यो ab सँग इक्वल छ है mn केसँग इक्वल छ यो mn ab सँग इक्वल छ ल अनि fn is very close to है fn is very close to fp हेर्नुहोस् त mn is equal to ab कुनै डाउट छ यो ab सँग यो mn इक्वल छ अनि अर्को कुरा के छ त fn is very close to fp यो जुन f देखि यो n जुन छ नि यो भेरी क्लोज केसँग छ त यो fp सँग धेरै क्लोज छ है मतलब धेरै नजिक छ इट इज भेरी क्लोज टु ल्याङ्ग्वेज त्यतिकै लेख्नु पर्दैन यति गर्नुहुन्छ भने भइहाल्छ है अब यसमा हेर्नुहोस् ए ड्यास बी ड्यास बाई एमएन अब मलाई यसमा एउटा कुरा भन्नुहोस् त यो ए र यो एफ छ यो ए ड्यास र एफ छ ड्यास भन्नको लागि होइन ए ड्यास र यो एफ छ नि यो र यो एफ यो दुईटा मानौ तपाईँलाई एउटा यसरी दियो होइन ए यो सेन्टरमा पनि एउटा बी छ अनि यहाँ सी छ है यसरी छ अनि यसको मानौ 16 मिटर दिएको छ यो है अब यसमा कुनै एउटा दिएको छ भनेपछि यो तपाईँलाई 4 मिटर दिएको छ अब तपाईँले बी देखि सी सम्म भनेपछि अब यो एबी भन्छ निकाल्नलाई के गर्नुहुन्छ तपाईँ एबी निकाल्नको लागि के गर्नुपर्छ भन्नुहोस् त यो एसीबाट बीसी घटाउनुहुन्छ नि हो कि होइन तपाईँ एबीको भ्यालु आउँछ कि आउँदैन आइहाल्छ नि भन्नु पर्दै मलाई एउटा यहाँदेखि यहाँसम्म एउटा लाइन लेन्थ दिएको छ यो लेन्थ चाहिँ पुरा टोटल जुन छ 16 मिटर छ है 16 मिटर छ अब मलाई निकाल्नु पर्ने एबी छ र यहाँ यो 4 मिटर दिएको छ भनेपछि यो एसी माइनस यो बीसी गर्नु मन छ एन्सर आउँछ नि आउँछ कि आउँदैन आइहाल्छ त्यस्तै हेर्नु यहाँ ए ड्यास एफ छ है ए ड्यास एफ छ मलाई यो निकाल्नु छ यो चाहिँ हामीलाई निकाल्नु छ र ए ड्यासदेखि पी सम्मको त हामीलाई भ्यालु छ नि त भी छ नि भनेपछि अब यो निकाल्छु म हेर्नुहोस् है कसरी निकाल्ने ए ड्यास पी माइनस एफपी निकाल्छु हेर्नुहोस् यो तलमा त यो एफएन भइहाल्छ एफएन हेर्नुहोस् त मलाई के निकाल्छु ए ड्यास एफ निकाल्नु छ मलाई ए ड्यास एफ निकाल्नु छ यो निकाल्नको लागि म के गर्छु यहाँबाट यो जति छ त्यतिबाट यो घटाउँछु कि घटाउँदिन मलाई त यसको भ्यालु थाहा छ नि त यसको भ्यालु थाहा छ कि छैन ल यसमा ए ड्यास पी माइनस एफ र पी गरे भनेपछि ए ड्यास एफ आइहाल्छ है यो कुरा बुझ्नु यसरी नै बुझ्नु होला नि कन्फ्युजनमा नआउनुहोस् यसमा अनि यसमा हेर्नुहोस् ए ड्यास पी के हो हामीलाई ए ड्यास पी को भ्यालु त थाहा छ नि हैन
हामीले यहाँ इक्वल देखाइसक्यो होइन एमएन इक्वल टु एबी त देखाइसक्यो नि त सरी ल सरी 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 यहाँ अलिक मिस्टेक भयो एमएन एमएन इज इक्वल टु एबी भनेपछि यहाँ के भइहाल्छ ए ड्यास बी ड्यासलाई एबी भइहाल्छ है ए ड्यास बी ड्यासलाई एबी भइहाल्छ है सरी यसमा हेर्नुहोस् न यहाँ एमएन इज इक्वल टु एबी त हामीले देखायो नि त एमएनको सट्टामा यहाँ एबी आउँछ नि त हामीले त यहाँ देखाइसकेका छौँ नि सरी ल अलिक सरी मिस्टेक ल अब यसमा हेर्नुहोस् त ए ड्यास बी ड्यास बाई एबी इज इक्वल टु ए ड्यास पी के हो यो ए ड्यास र यो पी के हो भन्नुहोस् त ए ड्यास पी के थियो त हाम्रो इमेज डिस्टेन्स हो कि इमेज डिस्टेन्स भनेपछि हामीले के थियो भी थियो है त भी भी माइनस यो एफपी जुन छ यो एफ र पी के भयो प्रिन्सिपल फोकस भनेपछि प्रिन्सिपल सरी के अरे फोकल लेन्थ प्रिन्सिपल फोकस भन्दैछु फोकल लेन्थ भयो नि एफ अनि एफएन यो एफ र यो एनलाई के भन्छ हामी एफएन के भयो यहाँ एफएन इज इक्वल टु सरी एफएन इज भेरी क्लोज टु एफपी भनेपछि यसलाई पनि हामी के भन्छौँ फोकल लेन्थले भन्छौँ एफ नै भन्छ है क्लियर देखिरहेछ एफ भयो यसरी भयो यसलाई हामी इक्वेसन 2 मानौँ ल यति गर्नुहोस् त यो कुरा बुझ्नुभयो एमएन इज इक्वल टु एबी छ त्यही भएर एमएन को ठाउँमा मैले के राखेँ एबी राखेँ ए ड्यास बी ड्यास छँदैछ एएफ कसरी निकाले हामीलाई एएफ यहाँ निकाल्नु छ एएफ निकाल्नु छ एएफ निकाल्नको लागि यो टोटल माइनस यो आदि गर्नुहुन्छ नि त हो कि हैन त्यसैले एएफमा के भने ए ड्यास पी यो टोटल माइनस यो घटाइदिनुस् भनेपछि ए ड्यास एफ आउँछ कि आउँदैन आइहाल्छ नि ल त्यसरी नै आयो त्यही भएर यहाँ माइनस गरेको अनि ए ड्यास पी के भइहाल्यो भी भयो इमेज डिस्टेन्स अनि माइनस के गर्यो एफपी के हो यहाँ प्रिन्सिपल फोकस हो त तलमा जुन यहाँ एफएन जुन छ यो एफएनलाई यहाँ एफपी नै लेखिदिउँ एफपी नै हुन्छ एफपी भनेको प्रिन्सिपल फोकल थियो सरी के अरे फोकल लेन्थ अफ मिरर थियो भने एफ यहाँ आयो यो कुरा आयो नि ल अब यो इक्वेसनलाई इक्वेट गरिदिनुहोस् भइहाल्छ यहाँ इक्वेटिङ इक्वेसन 1 एन्ड 2 हाम्रो इक्वेसन 1 एन्ड 2 त के थियो थाहा छ नि इक्वेसन 1 अलिक साइडमा यहाँ लेखिदिन्छु पहिला ल के आएको थियो हाम्रो इक्वेसन एउटा इक्वेसन सरी ल मैले यहाँ मेट्दिएँ अनि यहाँ इक्वेसन के आएको थियो ए ड्यास बी ड्यास बाई ए बी इज इक्वल टु भी बाई यु एउटा इक्वेसन यो थियो अनि एउटा इक्वेसन के थियो ए ड्यास बी ड्यास बाई एबी इज इक्वल टु भी माइनस प्रिन्सिपल सरी फोकल लेन्थ बाई यहाँ फोकल लेन्थ इक्वेसन 2 थियो होइन अब इक्वेटिङ इक्वेसन 1 एन्ड 2 हेर्नु इक्वेसन 1 र 2 लाई इक्वेट गर्दाखेरि हामी के पाउँछौँ भी बाई यु इज इक्वल टु भी माइनस एफ बाई एफ आयो होइन अब हेर्नुहोस् क्रस मल्टिप्लाई गर्नु त भी इन्टु एफ भइहाल्छ अनि यहाँ यु भी माइनस एफ हुन्छ भी एफ इज इक्वल टु यु भी माइनस यु एफ भयो कि भएन अब हेर्नुहोस् यतिसम्म आयो अब म के गर्छु यो माइनसमा छ यसलाई यसरी ल्यायो भने प्लस भइहाल्छ बिएफ प्लस युएफ इज इक्वल टु यु भी भयो कुरा बुझ्नुभयो यहाँ हेर्नुहोस् त यतिसम्म बुझ्नुभयो नि यो प्लसमा थियो सरी यो माइनसमा छ यो साइड ल्यायो भने के भइहाल्छ प्लस भइहाल्छ बिएफ इज प्लस युएफ आयो ल अब हेर्नुहोस् अब यो मेट दिँदा केही फरक पर्दैन यहाँ अब हेर्नुहोस् dividing both sides by UVF we get and say we get UVF दुवै साइड डिभाइड गर्नु छ VF by UVF plus UF यो UF छ नि UF by UVF is equal to UV
युभी बाई युभीएफ छ है, युभीएफ छ। अब डिभाइड गर्यौँ होइन हामीले, हेर्नुहोस् यो भी र यो भी कट्छ, यो एफ र यो एफ कट्छ, यो यु र यु कट्छ, यो एफ र यो एफ कट्छ, यो कट्छ, यो र यो कट्छ। भनेपछि यहाँ के बाँकी भयो, 1/u प्लस 1/v इज इक्वल टू 1/f बाँकी रह्यो, रह्यो कि रहेन, हेर्नुहोस् त, रह्यो नि। तो यही न हो फर्मुला, 1/f इज इक्वल टू 1/u प्लस 1/v, दिस इज द रिक्वायर्ड फर्मुला। रिक्वायर्ड मिरर फर्मुला। ल डिराइभ भयो त, यही हो कि होइन, 1/f इज इक्वल टू 1/u प्लस 1/v, यही हो कि होइन, भन्नुहोस् न, यही फर्मुला हो नि। हो के सिम्पल छ नि, मात्र हामीलाई के बुझ्नुपर्छ यसमा, ट्रायंगल बुझ्नुपर्छ, सिमिलर ट्रायंगल बुझ्नुपर्छ होइन। सिमिलर ट्रायंगल कसरी हुन्छ, एंगल एंगलले त्यसमा सिमिलरिटी देखायो भनेपछि। हेर्नुहोस् अब यहाँ अब 11th क्लासको भिडियो म फर्स्ट टाइम बनाउँदैछु होइन, केही मिस्टेक भएको छ भने कृपया त्यसलाई इग्नोर गर्नु होला होइन। लास्टमा भन्न चाहन्छु, इफ यु वान्ट टु सक्सिड इन लाइफ बी अवेयर अफ बटरफ्लाइज। सो यति भन्दै म आज यो 11th क्लासको यो मिरर फर्मुला जुन छ त्यो यतै इन्ड गर्न चाहन्छु। र यदि तपाईँहरूलाई यो राम्रो लाग्यो, पढाएको कुरा बुझ्ने गरी छ भने तपाईँहरू मलाई कमेन्ट्समा भन्नुहोला, तपाईँहरू आफ्नो फिडब्याक दिनुहोला मलाई। अनि त्यसपछि म भर्चुअल इमेजको लागि पनि बनाइदिन्छु भिडियो, अनि कन्भेक्स मिररको लागि पनि बनाइदिन्छु एउटा भिडियो। ल धन्यवाद।